हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामीले चाहिँ बक्स पेटिकोटको फुल भिडियो लिएर आएका छौँ। एकदमै ध्यान दिएर हेर्नु होला है। त्यसपछि हामीले माथिपट्टिको भागलाई चाहिँ सिधा स्केलले स्ट्रेट लाइन तान्दिनु पर्ने छ। कपडा बराबर छ कि छैन त्यो हेरेर हामीले स्ट्रेट लाइन तान्ने। लाइनदेखि माथिदेखि तलसम्म चाहिँ पुरा लम्बाइ लिने। हाम्रो लम्बाइ छ 34। हिपलाई 4 ले भाग गरेर प्लस 1.5 इन्च थपेपछि चाहिँ हाम्रो 9.5 आउँछ। त्यसमा 1.5 इन्च थप्दाखेरि 10.5 भयो। हिप लम्बाइ लिने 7 इन्च। चौडाइमा पनि सेम हिपलाई जति लिएको थियो हामीले त्यति नै लिने। अनि आयो त्यसपछि बन्द भागबाट नै हामीले पुरा 18 इन्च जाने। किन 18 इन्च के को भन्दाखेरि चाहिँ घुँडा लम्बाइलाई -2 गर्ने। अनि त्यसपछि हिपमा हामीले जति लिएका थियौं त्यति नै चौडाइ जाने। त्यसपछि त्यसबाट माथि 1.5 इन्च माथि लाने। त्यति लगिसकेपछि चाहिँ हामीले त्यो लाइनहरुलाई चाहिँ जोइन गर्दिने हिप लम्बाइसम्म। त्यसपछि फेरि घुँडा लम्बाइसम्म चाहिँ हामीले स्ट्रेट लाइन तान्ने र फेरि चौडाइमा एक्स्ट्रा यता आएको हुन्छ कपडा त्यहाँसम्म चाहिँ लाइन तान्ने। 1.5 इन्च माथिलाई पनि छुट्याएपछि चाहिँ त्यहाँबाट चाहिँ हामीले कटिङ एन्ड गर्छौं। कटिङ पनि हामीले फुल भिडियो यसमै देखाएका छौं। एकदम ध्यान दिएर हेर्नु होला। हजुरहरुले पनि घरमा यसै गरी नै बक्स प्लिट चाहिँ बक्स पेटिकोट काट्न सक्नुहुनेछ है। त्यसपछि चाहिँ हाम्रो यो हिप लाइन कहाँसम्म थियो भनेर त्यहाँसम्म पनि हामीले लाइन तान्ने। किनभने चाहिँ हाम्रो त्यो हिप लम्बाइसम्म चाहिँ हाम्रो डाटको लम्बाइ आउनेछ। हामीले अगाडिपट्टि डाटको चिन्ह लगाइसकेपछि चाहिँ हामीले चारैतर्फी हाम्रो डाट हुन्छ त्यसमा सबै चिन्ह लगाउनु पर्ने छ पछि। अनि त्यसैगरी चाहिँ हाम्रो यो भिडियो हेरेर हजुरहरुले पनि सिलाउन सक्नुहुनेछ। एकदमै सजिलो छ। बेसिकको लागि चाहिँ एकदमै पर्फेक्ट छ। यो भिडियो हेर्दै हजुरहरुले आफ्नो नापमा पनि सिलाउन सक्नुहुन्छ है। त्यसैगरी हाम्रो माथिबाट चाहिँ तल हामीले कति लिएका थियौ त 34 लम्बाइ एउटा कुनाबाट र फेरि उता कुनाबाट हामीले चिन्ह लगाइसकेपछि चाहिँ स्केलले स्ट्रेट लाइन तान्ने। सबैको हात सिधा हुन्छ भन्ने त छैन, त्यही पनि स्केलले चाहिँ प्रयोग गर्यो भने चाहिँ एकदम पर्फेक्ट लाइन निस्किन्छ। अब हामी चाहिँ काट्न गयो। जुन चाहिँ हाम्रो हिपलाई भाग गरेको थियो त्यो लाइन घुँडासम्म आउँछ र 1.5 इन्च माथि आएको लाइनसम्म चाहिँ हामीले कटिङ गरेर त्यो पिसलाई चाहिँ फाल्दिने, बाँकी चाहिँ राख्ने। अनि हाम्रो भयो हेर्नुस् ट्रायंगल शेप जस्तोमा। यो एकदमै हेर्दा पनि सजिलो, कटिङ गर्न पनि सजिलो, ड्राफ्ट गर्न पनि सजिलो र सिलाउन त झनै सजिलो छ है गाइज। यदि हजुरहरुलाई यो सिलाउन पनि भिडियो चाहिन्छ भने चाहिँ हामीले नेक्स्ट भिडियोमा राख्ने छौं। हजुरहरुले पनि हाम्रो यो ड्राफ्ट हेरिकिन आफ्नो लागि घरमै सिलाउन सक्नुहुनेछ। थ्यांक यू।